आज चाहिँ हामी यो सुन्दर ठाउँमा टेन्ट लगाएर नाइट क्याम्पिङ गर्ने छौँ। यहाँसम्म आउन के कति सङ्घर्ष खारै एकदम सोझै उकालो रहेछ क्या त, त्यही भएर एकदम गाह्रो भइरहेको। के कति अनुभव भयो सबै हामी तपाईँहरूलाई सेयर गर्नेछौँ। एक पिस तल बाटोबाट देखिने यी सुन्दर झरना खोला पुल पार गर्दै सुन्दर डाँडाहरू छिचोल्दै डाँडाहरूसँग गीत गाउँदै यी सुन्दर दृश्यहरूलाई अवलोकन गर्दै हामीले के कस्तो अनुभव गऱ्यौँ, के कस्तो दृश्यहरू देख्यौँ, त्यो सबै कुराहरू तपाईँहरूलाई देखाउने नै छौँ। लाइफमा के गर्दा यस्तो घुम्ने फिर्ने मौका जुऱ्यो भने घुमिहाल्नुपर्छ क्या। अब भोलिको दिनमा के थाहा है, काममै बिजी भइ सकिन्छ, अरू कुनै कामले घुम्न नपाइन सक्छ। सो त्यसैले भिडियोलाई ढिला नगरिकन सो लेट्स स्टार्ट द भिडियो। हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम ब्याक अनदर ब्रान्ड न्यू ब्लग भिडियो। आजको भिडियो चाहिँ धेरै नै स्पेसल हुनेवाला छ, त्यसैले भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। आज चाहिँ म लगायत मेरो साथीहरू 3-4 जना साथीहरू मिलेर चाहिँ हाइकिङ गरेर चाहिँ हाम्रो गाउँभन्दा धेरै नै टाढो लगभग 4 घन्टा जति लाग्छ होला सायद मेबी है, त्यति लागेर चाहिँ हामी हाइकिङ गरेर चाहिँ नाइट क्याम्पिङ जान लागेको छौँ। सो हामीलाई चाहिने टेन्टहरू चाहिँ माथि साथीहरूकोमा छ अरे 2वटा टेन्ट। अनि यो मैले यो बोकेको ब्यागमा चाहिँ के छ भन्ने सोचिराख्नु होला। यो चाहिँ इम्पोर्टेन्ट सामानहरू छ, पानी पिउनुको लागि यो बोतल भइहाल्यो होइन। अनि यता अब यस्तो बात गरेर आएको छ, मनसुनको सिजन हो, जति बेला पनि पानी पिउन सक्छ, त्यसैले छाता लिएको छु। अनि अरू चाहिने हुन्छ नि इम्पोर्टेन्ट सामानहरू जस्तै पावर ब्याङ्कहरू भयो होइन, चार्जरहरू चाहिँ यहाँ ब्यागमा राखेको छु। सो त्यही नै हो गाइस, भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। के कस्तो हुन्छ बाटोमा म तपाईँहरूलाई त्यो देखाउने नै छु। ल मिठाई खाएर शुभ कार्य गरौँ। यिनी त आउँदै हान्छन्, हाल सबभन्दा खाली को मेरो पनि अटाउँछु न त। ल है साथीहरू, अब चाहिँ हाम्रो टोली सामान प्याक गरेर हामीलाई चाहिने दोकानबाट सामानहरू सब ल्याएर चाहिँ टेन्ट सेन्ट बोकेर हामी हिँडिसकेको छौँ। हामीसँग 2वटा छ टेन्ट चाहिँ, एउटा टेन्ट यो भइहाल्यो। हाम्रा ग्याङहरू चाहिँ यति छन् है यतातिर, हामी चाहिँ 4 जना जाँदैछौँ टोटल। अब एउटा मात्रै काम छ, अब मासु लिनुपर्ने छ, अरू सब भइसक्यो हाम्रो चाहिँ। अब लगभग हामीलाई चाहिने हुन्छ नि, हामीलाई चाहिने खानको लागि तेल बेसार के अरे जिरा मसला सब लिइसक्यौँ। अब चिकन मात्रै बाँकी छ, चिकन उठाउँछौँ। मिट भने यहाँ त कहाँ पऱ्यो त, फेरि बाख्रो पनि पऱ्यो त नि। अब चिकन बाँकी छ, हामी चिकन लिएर चाहिँ हाम्रो यात्रातिर बढ्नेछौँ। ल है गाइज, फाइनल रोयल चाहिँ हामीले त्यो चिकन पनि लिएर आइसकेको छौँ। चिकन चाहिँ हामीले 2.5 केजीको ल्याएको छौँ। हामीलाई चाहिँ 2.5 केजी मासु चाहिँ इनफ हुन्छ जस्तो लाग्छ हामीलाई चाहिँ होइन। अब चाहिँ हामी यात्रातिर बढिरहेको छौँ। अबको हाम्रो यात्रा चाहिँ जङ्गलको यात्रा हुनेछ। अनि केही समयपछि अनि हाम्रो खोलामाथि चाहिँ हाम्रो बोइलरको काटफार गर्ने कार्यक्रम हुन्छ। यहाँबाट यहाँ पारी घेतमो गाउँ कस्तो राम्रो देखिने छ गाइजहरू, देख्न सक्नुहुन्छ तपाईँहरू। हो यो चाहिँ घेतमाको गाउँ हो, घेतमाको स्कुल। यो घेतमा 13 नम्बर वडाको वडा कार्यालय। Catching a crazy love moving through me like a wildfire, like a wildfire. 25% हिँडिसकेका छौँ होला। यहाँबाट मेरो अगाडि फ्रन्ट भ्यू चाहिँ यस्तो बबाल छ है। यहाँबाट चाहिँ अर्को गाउँ, हाम्रो गाउँको छिमेकी गाउँ हम्पा भन्ने गाउँमा चाहिँ पुग्न लागेको छौँ हामी। अझै हामी जानुपर्ने चाहिँ अझै लाग्छ होला अझै पनि, तर पनि यहाँबाट गाउँ देखिने ठाउँसम्म चाहिँ हामी आइसकेको छौँ। हामी उताबाट आयौँ, हाम्रो गाउँबाट बिचमाथि पुरै जङ्गल छ। यहाँबाट अब त्यहाँ खोलासम्म पनि पुरै जङ्गल नै छ। हामी जानुपर्ने चाहिँ त्यो गाउँको त्यो बाटै हुँदै अब कताबाट हो त्यहाँ सोध्दै जान्छौँ हामी चाहिँ। तर पानी पर्न लाग्यो त केटा हो यार, पानी पऱ्यो भने त बिजोग हुन्छ, लास्टै बिजोग हुन्छ। यहाँ चाहिँ यसरी बसिराखेको छन् किनभने साथीलाई यहाँ जुगा लागेर, यता पनि हालत त्यस्तै छ। यहाँ जुगा लागेर झन् तनाव भयो क्या, झन् पानी आउनु लाग्छ, झन् जुगा आउँछ नि के हो। अब यहाँ जुगाले हैरान बनायो क्या। हो कस्तो गर्मी हो अहिले, मजाले शीतल आइरहेछ। किनभने हामी अहिले एउटा हिँड्दा हाम्रो बाटोमा भएको एउटा वाटरफल, एउटा झरना भएको ठाउँ पुगिसकेको छौँ। हो सानो छ है झरना, तर पनि यस्तो बबाल छ।
तर यहाँ सब राम्रो छ, तर अलिकति बाटोमा जुगाले समस्या पारिरहेको छ नि हामीलाई चाहिँ। अब चाहिँ हामी यहाँनिर के गर्छौँ भन्दाखेरि यहाँ पानी पनि छ होइन, माथि झर्ना भइहाल्यो, यहाँ पानी बगिरहेको छ। अनि यहाँ चाहिँ हाम्रो जुन ल्याएको छौँ चिकन, त्यसलाई चाहिँ काटफाँड गर्ने कार्यक्रम हुन लागेको छ। त्यहाँ सामान निकाल्दैछन्। किनभने यस्तो छ कि, किनभने अब हामी यहाँबाट माथि गयो भने पानी अहिले नपाउनु पनि सक्छ। माथितिर पानी पायो भने आकाशबाट पानी आउनु लाग्छ अहिले। त्यही भएर चाहिँ हामी अब हाम्रो चिकनलाई चाहिँ यहीँ सब मर्मत गरेर काटेर चाहिँ हामी माथि लिनेवाला छौँ। केटाहरू लागेका छन् के बनाउनु। हाम्रो चिकनको कटिङ हुँदैछ यहाँ चाहिँ, हुँदैछ किनभने माथि अहिले पानी पर्न सक्छ, केही हुनसक्छ। त्यही भएर चाहिँ यहीँबाट काटेर ल्याउने आनन्दै हुन्छ कि कसो केटाहरू। एकदम यता म फेरि यता भिडियो क्यामेराम्यानलाई हेरिदिनु होला, दिइदिनु होला अलिअलि सपोर्टहरू भिन्ने चिज होइन। यस्तै हो, माथि झर्ना पनि छ। ओके गाइज, वी आर डन। अहिले चाहिँ हामीले जुन चिकन ल्याएको थियौँ त्यसलाई काटफाँड गर्ने काम, त्यसलाई पिस पिसमा बाँड्ने काम गरिसकेको छौँ। किनभने माथि अब टाइम नमिल्न पनि सक्छ, टाइम नहुन पनि सक्छ। त्यसैले चाहिँ हामीले चाहिँ यहीँ काटेर टक्क पिस पिसमा रेडी बनाइसकेको छौँ। अब चाहिँ हामी यहाँबाट नन स्टप हाम्रो यात्रा सुरु हुन्छ। अरे मैराजी अघि टाढाबाट ठुली द। अब हाम्रो यात्रा हुँदैछ ठुली दतिर। अब चाहिँ हामी यहाँबाट हिँड्नुपर्ने हुन्छ, किनभने मौसम परिवर्तन भइरहेको छ। अगाडि पानी पर्ला जस्तो भएको थियो, अहिले फेरि आकाश खुल्ला जस्तो भएको छ। अब चाहिँ हामी फटाफट हिँड्नुपर्ने हुन्छ, किनभने हामी छिटो गन्तव्य पुगेर हाम्रो टेन्ट सेन्टरलाई बिछाएर टेन्ट सेन्टरलाई सेट गरेर हामीले त्यो चिकनलाई चाहिँ पकाउनु पर्ने हुन्छ। अब चाहिँ हामी यस जङ्गलकै बाटो हिँडिराखेको छौँ। यहाँ मान्छे खोलामा लडिसकेको छन्, जुत्ता सब भिजिसकेको छन्। बाटो एकदम राम्रो छ होइन, एकदम सजिलो छ। तर बाटोमा जुगा पाइन्छन्। जुगाले गर्दाखेरि चाहिँ हामीलाई अलिकति हुन्छ नि, नरमाइलो भएको छ। जुगाले फर्स्ट जुगा लागिसकेको छ मलाई चाहिँ। जुगाले मेरो रगत निकासिदिसकेको छ। अहिले चाहिँ हामी यो पुल भएको ठाउँमा, खोला भएको ठाउँमा भेटिसकेको छौँ। यता पछाडि चाहिँ खोला छ। अहिले चाहिँ हामी यो पुल पार गरेर चाहिँ हाम्रो वडाबाट अर्को वडामा प्रवेश गरिसकेको छौँ। हामी चाहिँ 14 नम्बर वडाको पऱ्यौँ। अहिले चाहिँ हामी 13 नम्बर वडामा चाहिँ प्रस्थान भइसकेको छ हाम्रो त्यो यो पुल काटेर चाहिँ। अब हामी एउटा सोझै उकालो, अगाडि चाहिँ 1300 चाहिँ हिँडेर आएको थियौँ होइन, अब चाहिँ सोझै एकदम सोझै उकालो जानुपर्छ। गाह्रो छ गाइस, यस्तै पसिना यसरी आछन्, के गर्ने। यात्राकै गरौँ म अहिले पनि। खारै एकदम सोझै उकालो रहेछ कि यहाँ त, त्यही भएर एकदम गाह्रो भइरहेको छ। एकदम खारै छ क्या उकालो। अब लगभग हामी पुग्न लागिसकेका छौँ, पुग्न त
अब कति लाग्ला अब अब खै आधा घन्टा लाग्ला बढीमा हामी बिस्तारै हिँड्दा छु किनभने यहाँ यत्रो साउन्ड बगेको छ यत्रो त्यही भएर लास्टै थाक्यो अझै लाग्छ होला आधा घन्टा हामी बिहानबाट कति 4 घन्टा 5 घन्टा भइसक्यो हिँड्ला अझै पुगिँदैन यात्रा बाटो यस्तो छ यहाँ अब बाटोको हाल यस्तो छ अब सोझै उकालो सोझै यहाँ पछाडि आउने भ्यू देखाउनु हो Oh my god! Wow! Beautiful village! Wow! Wow, 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 wow! Wow! अब चाहिँ हामी पुग्न लागेको छौँ बादल लिएर पानीले पनि हल्का हल्का सानो सानो पानीले स्वागत गरिरहेको छ यता फर्क्यौ अहिले चाहिँ हामीले एउटा टेन्ट निर्माण गरिसकेको छौँ अब चाहिँ हामी अर्को टेन्ट बनाउँदैछौँ मिस्त्रीहरू यता छन् बल्ल तल्ल जसो तसो गरेर जोस् अहिले सिक्यो अहिले बल्ल चाहिँ अहिले आइसकेको छ अब चाहिँ मजाले गराउनु पर्छ पहिले दुइटै हाल्नु म त्यसमा यता ल्याउँछ हो यस्तो गरी लगाइसकेको छौँ उता चाहिँ सुत्छौँ हामी दुईजना यहाँ चाहिँ दुईजना फाइनली बल्ल तल्ल जसो तसो हामीले टेन्ट चाहिँ निर्माण गरिसकेको छौँ अब चाहिँ हामी यहाँ राति सुत्छौँ पहिलेको लागि चाहिँ बन्द गरिदिउँ मलाई यहाँ आइसक्यो ब्याग बन्ने होइन सबै यसरी फाल्न काम लाग्दैन आफ्नो झोला आफ्नो के गर्छ डुबिन सबै पारिजाउ त कान्छाहरू पारे भिडियो गाइदिन्छ हाल्दा अहिले चाहिँ बच्चाहरू पौडी खेल्दैछ त्यसलाई हेरेर राखेको छौँ हामी चाहिँ यहाँ यत्रो दह छ एउटा दह बालापनको उमेर नै सही हो गाइजहरू यो जिन्दगी भन्दा त त्यो बालापन नै सही हो के कसो त्यहाँ हेरौँ कस्तो राम्रो छ सो अलराइट गाइज अहिले चाहिँ 6:30 भइसकेको छ लगभग मध्याह हुन लागिसक्यो अब चाहिँ हामीले हाम्रो टेन्टको व्यवस्थापन पनि गरिसकेको छौँ यहाँ चाहिँ यस्तो छ क्या यहाँ चाहिँ यस्तो खुल्ला ठाउँ छ है यस्तो खुल्ला ठाउँ छ हामीले चाहिँ यहाँ स्टे गर्ने सोच्यौँ किन भन्दा यहाँदेखि उताको नजाराहरू उताको भ्यूहरू पनि राम्रो देखिन्छ अनि यता पनि राम्रो छ कि अलिकति खुल्ला चाहिएको छ कि हामीलाई अनि घर पनि अलिक नजिकै छ घर पनि नजिकै भयो भने चाहिँ हामीलाई केही समस्या पऱ्यो भने घर नजिकै भयो भने हामीलाई सजिलो भयो नि त त्यही भएर अहिले चाहिँ हाम्रो अब रात पर्न लागिसक्यो पानी पनि आउनु सक्छ त्यसैले चाहिँ अहिले चाहिँ हामी आगो जोड्दैछौँ यहाँ चाहिँ केटाहरूले दाउरा भाँचिरहेको छ आगो जोड्ने कार्यक्रम सुरु हुँदैछ जोस् पानी नपरोस् यार पानी पर्ला सर अहिलेसम्म टिकटक बनायो गाइयो अब पानी पऱ्यो भने हुन्छ बर्बादी हुन्छ बल्ल लाग्यो आफू मैले चाँदी मारेर ल्याएर चाँच्ने अन्त अड्डामा थिएँ यो त बलिहाल्यो सुन्नु आफू यार भोक लाग्यो गाइस गाह्रो छ ल बलिहा चल्नु चला दाउरा हालेर नै बोल्छ र क्षमताभन्दा बढी ओभरलोड पऱ्यो भने बोल्छ सुगाउनु यस्तरी मात्र गाडीले तान्छ के भन्नु दाइ अनुभव हुन्छ
into golden sunlight. यस्तै यस्तै सानो छ क्या I'm going with you and I will get to the other चाहिँ सुई गर्दैन किन लेख्नु यस्तै हो क्या सबै यस्तै हो feels है चिकन फ्राई हुँदैछ चिकन फ्राई भन्छ नि के भन्छ नि अहिले चाहिँ यहाँ के अरे बेसार हाल्ने काम हुँदैछ पुरा यति हो कि अहिले यिनीहरू नुन चर्कुन्छ है हामीले यो पकाउने बेलासम्म पानी नपर्नु पऱ्यो पानी आयो भने यहाँ लेकको पानी यस्तो डह्रो यस्तो चुटाइ पानी आउँछ त्यही भएर छिटो छिटो पकाएर खाइहाल्नु पर्छ यो आगो बल्दैन क्या यार फेरि बिहान यहाँ आगो बल्दैन यहाँ अब यस्तै त लेकतिर पानीमा लाउरा रुची हाल्छ कहाँबाट बल्नु के हुन्छ नि अरे रातिमा देख्ने मान्छे हो र जिन्दगीमा कहिलेकाहीँ यसरी साथीभाइ मिलेर टक्क आएर लेकतिर हुन्छ कता हुन्छ यस्तै पाटनतिर आएर चाहिँ उ गर्नुपर्छ क्या जिन्दगीको मजा लिनुपर्छ अनुभव लिनुपर्छ किनभने घर बसेर के हुन्छ अरे अब जिन्दगी भने 2 दिनको हो क्या 2 दिनको भन्नाले अब आज हो कि भोलि हो थाहा हुँदैन त्यही भएर घरमा नबसेको केटा हो कति भन्ने यार छिटो आऊ कि जाउँ भनेर ए हजुर जाउँ हजुर भन्नुपर्ने अब कोहीलाई नभन्ने 4 जना मिल्ने चल्दिने होइन क्या कोही चाहियो र चाहिएन हेर खासे मामा तिमीहरू नआएर लागिरहेको छ यहाँ कासे मामालाई खासे मामा आयो स्पेसल के को लागि हुँदैछ सर यो चाहिँ यसलाई चाहिँ घट्ट भन्छ हाम्रो घट्ट के को घट्ट यो ब्रोइलरको घट्ट यो हाम्रो लोकल भाषामा घट्ट यो चाहिँ म अड्याउने बनाउँदैछु मिठो हुन्छ र एकदम साह्रै लन्छ खाइदाको सिरान झारी झारी पकाएको माल बलियो हुन्छ खाइदाको ललिपप लेग पिस ध्यान दिएर फिट लज बोल्दै लेग पिस लेग पिस 1 लेग पिस कुकम्यान इधर हे चिकन झारी झारेर झारेर तिनीहरू नि यस्तरी कसको यादमा साथी यो साग लिमेलाई एउटी थिएँ त्यसकै यादमा रुइरहेको छु कोही भेटाइदिएपछि यसो सम्पर्क गरिदिनु त यस्तो नहाल्नु पनि होला यार यो कुचिन्छ टेकिन्छ यो चाहिँ यसरी पोलेर नै खाँदा मिठो हुन्छ त्यही भएर पोलेर खाँदैछौँ चाखौँ कस्तो छ भाग पर्या हो एकदम मिठो छ यो चाहिँ हुन्छ नि के अरे कलेजो भइहाल्यो अनि के अरे घट्ट मुटुहरू हुन्छ नि त्योहरू चाहिँ पोलेर खायो भने चाहिँ मिठो हुन्छ त्यही भएर हामीले पोलेर खाँदैछौँ एकदम टेस्टी छ अहिले चाहिँ आउँदैन होला सक्यो अगाडि नै गर्ने भने के गर्दा टिकटक बनाउँदै ढिला भइहाल्यो यदि मेरो टिकटकहरू हेर्न चाहनुहुन्छ भने म तपाईँहरूलाई यता साइड कुनै साइड यतातिर यो फोटो स्क्रिनसट राखिदिन्छु त्यसलाई चेकआउट गर्न सक्नुहुन्छ अहिले चाहिँ चाख्ने कार्यक्रम हुँदैछ चाख्ने कस्तो भएको छ पाक्यो पाकेन भनेर चाख्ने ल चाखौँ त सर चाखौँ चाख्ने त त्यस्तै हो अब कस्तो नुन पाकेको खा अब पाकेको छ मिठो छ ल गाइज मेरो पनि आयो एउटाको थाल सुनको थाली है गाइज यो चाहिँ ल गाइज उता पनि आयो मेरो पनि आयो गाइज हेर्नु यता पुरो टक्क होइन अब टक्क अर्ग्यानिक ल्याएको छ भन्नु चाहिँ पातहरू होइन त्यसमा बसेर खाने हो इन्जोय गर्ने हो इधर बीच में डालो लेग पीस एक लेग पीस तल देखाउने तल इधर भी डालो एक लेग पीस इधर डालो यहाँ हाल्नु न पहिला ल अब चाहिँ दबाइन्छ है तर अब मासु त जहाँ पनि खा तर यसरी मजाले अनुभव गरेर खाउँ कि भनेर कि कसो चाख दिन्छ है म फर्स्ट टाइम है फर्स्ट टाइम म चाहिँ है
लेग पिस आइसक्यो है फाइनली लेग पिस तर मासु प्योर पाएको छ यो दामी पाकिहाल्छ नि यार यस्तै पकाएर शिव क्या शिव शिव हेर्नु न मैले दामी छ है बबाल छ छुट्यौ तिमीहरू तर गफ लास्ट लाग्ला होइन नआएर छुट्यौ महाकसम एकदम मिठो छ क्या गफ लाग्यो होइन एकदम मिठो छ ल धेरै मिठो मिठो हो क्या नआउनेलाई म के भन्न चाहन्छु भने घरमै बस किनभने तिमीहरू जस्तोले यस्तो अलि स्वर्गको के भन्छन् अनुभव लिन पाउँदैनौ क्या त्यो भनेको हामी जस्तो सच्चा मन भएको के भन्छन् है प्योर हर्ट भएको मान्छेले मात्रै पाउने हो क्या यस्तो यो दृश्यहरू देखेर तर डर लागिसक्यो यार गफ हान्दा हान्दै पछाडि मध्याएर छ खाउँ यार पहिला पछाडिको भिडियो बास्या त जबे बन्द फालिहाल्छ, फालिहाल्छ। अब फाल्दैन बिस्तारै अब फाल्दैन डर के आगे जिते माउन्टेन ड्यू पाइएन त्यही भएर स्प्राइटले काम चलाउँदै माउन्टेन ड्यू डर के आगे जिते चिकन लेग पिस लेग पिस एमी साह्रै मिठो असाध्यै राम्रो भइरहेछ खुट्टा खुट्टा चिकन लेग पिस विथ माउन्टेन ड्यू डिउ साह्रै राम्रो है मजा आइरहेछ एकदम एकदम ठिक छ आउनु पर्यो यो अन्त यार जिन्दगी भनेको जिन्दगी हाम्रो जस्तो हुनु भनेको पऱ्यो अरे आज जिन्दगी भनेको यो नै हो जिन्दगी एकचोटि आउने हो यस्तो हो क्या लाइफमा के गर्दा यस्तो घुम्ने फिर्ने मौका जुऱ्यो भने घुमिहाल्नुपर्छ क्या अब भोलिको दिनमा के थाहा है काममै बिजी भइन सकिन्छ अरू कुनै कामले घुम्न नपाइन सक्छ त्यही भएर मौका मिल्यो कि घुमिहाल्ने हो क्या टक्क लाउने 2-4 मिले चिकन हुन्छ कि मटन हुन्छ लिने यसरी लेग पिस पनि खाने खाने मजाले ल्याम साह्रै मिठो छ है हड्डी नै नफाल्ने जस्तो यो अड्डेको यार आउँदैन त एउटा थियो त आउँदैन गुड नाइट साथीहरू त्योभन्दा